हेलो गाइज, हामी चाहिँ त्यहाँबाट उठेर हिँड्यो अघि हिजोको भिडियोमा लास्टको उयो चाहिँ गराउनु पाएन कि वाइफाई पनि थिएन, चार्ज पनि थिएन। अनि त्यही भएर अहिले चाहिँ हामी बिहान हिमालको मुख हेर्दै हिँडिसकेको छौँ। यहाँबाट सरर जाने हो, अप्पर जाने हो। अहिले चाहिँ हामी अप्पर गएर आउँदाखेरि अप्पर जाने हो। अनि आउँदाखेरि भेट्ने भनेको छ हिमाल चाहिँ दामी त के छ नि दामी। डेन्जर मजा आइरहेछ राइड चाहिँ होइन। बिहान उठे हिँड्यो सुत्यो, यो नि डेन्जर छ यार बाटो। तर हेर्नु आम्बो गइरहनु क्यामेरामा हेर्दा हेर्दा मात्रै त लागेको छ। डेन्जर कुदाइदिएछ भने बाइक बिग्रिन्छ भन्दै गरेर केटाहरूले हामी त डेन्जर कुदाएर आइदिएछ। माग्री हिजै हामी मुस्ताङ पुगिदिने भन्थ्यो झन्। हतार के गर्ने भनेर हो न त हामी हिजै पुगिदिने भन्थ्यो कि। आज पनि हामी 10 बजे हिँडेछ घरबाट बिहान छिटै भनेको त्यही हो, छिटै भनेकै 10 बजे भयो हाम्रो त। ओ माई गॉड, यो अन्त रोमा चाहिँ हिँड्नुहुन्न के। फेरि गाडीहरू आयो भने बाटो दिने हामी त रेस खेल्दा चाहिँ भन्छ यार। यस्तैको हिँड्ने र राइड भनेको तिम्रो घुम्न भनेर आउँछ डबल राइड आएछ न राइड। अफरोड त सुरु भयो कडा हो, यही होला अफरोड भनेको। यति हो अफरोड, एमा त हानिदिन्छु त मैले 100 साँच्चै भनेको यार, एमा त म त हानिदिन्छु 100। राम्रोसित चलाम, अगाडि पनि छ थुप्रै बाटो होइन। यो अफरोड होइन अझै छ उयो दामी देख्नु छैन भने यहाँ त जे हेऱ्यो दामी होइन, कता हेऱ्यो दामी। भिडियो मैले हिजोको एडिट गर्न नसकेर हालेकै छैन, यस्तो धेरै बनाइदिएछु। उता त के बोलाऊँ हुन्थ्यो नि त। यहाँ त बोली त डेन्जर निस्क्यो। हुन त अब दामी छ जे भन्ने नि पाहा भ्यू देखाइदियो वा हो होइन। फेरि दामी ठाउँमा आयो। बुलेट त खासै ठिक लागेन केटा मलाई। अफरमा स्कुटी गऱ्यो बिन्दा बुलेटलाई जित्दिरह। के यो गोरु
नेपाल हेर्ने हो गाइज डेन्जर देख्दैछ यहाँ डेन्जर मजा आइरहेको छ अहिले आएर पिकअप छोडे जस्तो लाग्यो मलाई दादा कता हिँड्ने हेलो गाइज हामी चाहिँ यहाँ पुग्यौँ कहाँ कहाँ हो दामी सिन देखेर फोटो खिच्न रोकेको डेन्जर छ नि त नि होइन अब हिँड्ने फेरि अप्पर त पुग्नु पर्यो ए भेजा मैले यस्तो गरेर यस्तो गराइदिएँ नि यहाँ अलिकति यसैले मुते हो अनि यहाँको नट यति धोका दिएको भनेको यहाँको नटको लागि त यहाँ दादाले रस्सीले बाँधिदिनु भयो यसले चाहिँ अलि बिताउला कि भनेको केही छैन गाइस हामी जानेछौँ ब्लग हाल्न पाउँछ पाउँदैन त थाहा छैन के अरे बनाउनु त थुप्रै बनाइएछ नेट चले छैन स्टोरेज फुल भइसक्यो मेरो फोन त त्यही भएर दादा हेलो गाइज भाइ चाहिँ उता उता रप्पु ल हामी चाहिँ यहाँ भिडियो के भन्ने फोटो सुट हानेर निस्केको दाइ चाहिँ निस्किनु भयो म पनि निस्किनु पर्यो नाकुरी भिडियो हिजोको भिडियोहरू सब के भयो यार हिजो नेट चलेन हाल्न पाएन अनि यताउति एडिट गर्दा गर्दा त्यो बिग्रियो के धेरै एडिट गरेछु दिमाग धेरै खेलाएर बाटो त गाह्रो लागेन हामीलाई 3 गियरमा 4 गियरमा दौडाएर हात बरु चिसोले यस्तो घाम लागे जस्तो भयो नि होइन तर हात के चिसोले काक्राक्क भयो के हरिक मजा आयो तर चलाउन बाइक चाहिँ माखेरि कति खर्च निकाल्ने हो फेरि गएर अहिले त सोचेर चलायो भने त फेरि चलाउनै सकिन्न नि त गोली दौडाइदिने हो घर पुग्नु पर्यो बास घर पुगेपछि बनाउँला अर्को महिनामा 1 महिना त यत्तिकै बिग्रेर बस्ने हो ओहो ढिलो म फेरि भाइजर लगाएर चलाउनै सक्दैन के अनि भाइजर नलाएर चलाउँदा यस्तो धुलो खान्छ सेतो चस्मा ल्याउनु पर्ने रहेछ चस्मा त छ एउटा अहिले लाउने हो
यतिको छ्याक्स गरेर आउनु पऱ्यो केटा बाइक 4 गियरमा यस्तै जानुहोस् लगडा हो फेरिबाट सुरु भयो त जाम न त घन्टापछि म हजुरहरूलाई अप्पर देखाउँछु त्यसै गरी यहाँको सिन पनि खत्रै छ होइन यहाँ घुम्न आउन भन्दा नि राइड आउनलाई ठिक रहेछ कि अनि भाइ दुईजना मिठो सिङ्गल तिनजना चारवटा बसमा त्यस्तो देखिन्न यत्तिको अनि जता रोक्न रमाइलो अनि हाल्न सकिन्न नि त किनकि अब हिँडिराख्नु पऱ्यो टाइममा पुग्नु हुँदैन टाइम लगाउन भएन धेरै टाइम लगाउनलाई जति सक्दो छिटो भ्याम भनेर हामी चाहिँ नि अलिकति हिँडिरहेको छौँ खासै भिडियोहरू पनि त्यति बनाएको छैन भ्लगै पनि पुरै भ्लगै पनि बनाउनु त सकिन्न चार्ज पनि छैन अब चार्ज लत खाने रहेछ यता फेरि अनि एक त ठ्याक्क टाइममा डाटै चल्दैन अनि स्टोरेज पनि अब लङ गरायो भने त अनि 12 घन्टा चलाइदिइरहेको बाइक के गर्ने त्यो 12 घन्टाको भिडियो होइन एडिट गर्न टाइम पनि छैन उठेर नै हाँस्न नि मिल्दै छैन ल अब कोरोला बोर्डर गएर हेरौँ ल निस्किन त अझ निस्किन होइन बस्ने चिया हालेर निस्किने यहाँ चाहिँ हामी पुग्यो डेन्जर जाडो छ यो त डेन्जर छ तर चाइनाले चाहिँ खत्रै बनाइरहेछ उतातिर होइन दाइ चाइनाले आफ्नो बोर्डरतिर त खत्रै गराएर रहेछ हाम्रो नेपालले चाहिँ छैन चिसो होइन चिसोमा कसम मर्नै लागे चिसो गरेको एउटा देवीहरू चाहिँ यता छ केटा हामी त झर्न लाग्यो सकिन्न यहाँ बस्छ सास फेर्न नि अप्ठ्यारो भएछ दामी चिसो भएछ सास फेर्न नि अप्ठ्यारो भएछ अब यहाँबाट हामी त भाग्ने तल खोज्ने सुत्ने सकिन्न यो पिलर यस्तै हो गयो जाम